नमस्कार सम्पूर्णलाई है। म आज के भन्न गइरहेको छु भन्दाखेरि हैन, जुन चुनावको माहौल चलिरहेछ हैन, फागुन 21 गते हुने जुन प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट जुन अब कसलाई जिताउने के गर्ने भनेर तपाईहरु कहिल्यै पनि दोधार नहुनुहोस्। म एउटा कुरा क्लियर तपाईहरुलाई के भन्न चाहन्छु भने अहिलेको जुम्लाको लागि अहिलेको भविष्य भनेको नै म देख्छु ज्ञानेन्द्र साई नै हो। जसै पनि ज्ञानेन्द्र साईलाई जिताउनु पर्छ हैन, नरेश भण्डारीलाई हराउनु पर्छ भन्ने पनि होइन म। तैपनि अहिलेको अवस्थामा भनेको ज्ञानेन्द्र साईलाई जिताउनु पर्ने हुन्छ हामीले। मलाई नरेशजीको अस्ति एउटा भिडियो हेरेको थिएँ मैले है, सिजा हो कि त्यो जुम्ला कता कता हो, मलाई उहाँको मन नपरेको कुरा के, तर रेस्पेक्ट छ है उहाँप्रति, हाम्रो आदरणीय नै हुनुहुन्छ उहाँ हैन, मान्छौँ हामी। उहाँलाई त्यस्तो नराम्रो भन्ने स्थिति पनि छैन, उहाँले गर्नुभयो होला आफ्नो, ठिक छ, पार्टीको सिद्धान्त अनुसार चल्नुभयो, गर्नुभयो, आफ्नो ठाउँमा हुँदै जसले पनि गर्ने हो। यदि ज्ञानेन्द्र साई त्यो ठाउँमा हुन्थ्यो भने नि ज्ञानेन्द्र साईले के गर्थ्यो होला भन्ने त्यो हामीले हेर्न बाँकी छ के। अब छोटो साना साना कुराहरू म तपाईहरुलाई भन्छु, धेरै लामो बनाउँदिनँ म, एकदम ध्यान दिएर सुन्नु होला हैन। ज्ञानेन्द्र साई र नरेश भण्डारीजी हैन, उहाँहरू हाम्रो लागि एकदम रेस्पेक्टेड हुनुहुन्छ हैन, आदरणीय, उहाँलाई हामी सम्मान गर्छौँ। तर पनि अहिलेको विकल्प भनेको ज्ञानेन्द्र साई हुनुहुन्छ। जुम्लावासीहरूलाई के चाहिएको छ भन्दाखेरि मेन त्यहाँको नरेश भण्डारीजीले जति पनि गर्नुभयो जुम्लाको लागि गरे भनेर हैन, त्यो मलाई खासै गरेको जस्तो लाग्दैन। जुन जहिले पनि उहाँले एउटा भोटको लागि हैन, अब सत्तामा पुग्नको लागि के कुरा उठाइराख्नु भएको छ, स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुरा उठाइराख्नु भएको छ उहाँले जहिले पनि। त्यो स्वास्थ्य विज्ञान प्रतिष्ठान एउटा तपाईले गरेर पनि आएको होइन हैन, तपाईको ठाउँमा अर्को कोही जितेर जान्थ्यो भने पनि आउँथ्यो त्यो, तपाईले ल्याएको होइन त्यो हैन। अब एउटा जुम्लामा विकासको नाममा एउटा भवन पुल पुलेसा हुन बित्तिकै त्यहाँको सर्वसाधारणको के अरे स्थिति त सुखमय त हुँदैन। जुम्लाको स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवस्था पनि हामीले देखेकै छौँ, त्यहाँ कस्ता कस्ता मान्छेहरूले काम गरिरहेछन् हैन, त्यहाँको स्वास्थ्य स्थितिले मान्छेलाई कति सुधार गरिरहेछ हैन, त्यो पनि हामीले देखेकै छौँ। एउटा भवन मात्र बनाएर मैले यो विकास गरेँ भन्नु लाजमर्दो कुरा हो। त्यो भएर सर्वसाधारणको हजुरले बुझ्नुपर्ने के कुरा हो भन्दाखेरि जुम्ला जस्तो ठाउँमा स्वास्थ्य शिक्षा छँदैछ, एकदमै सुधार गर्नुपर्ने कुरा स्वास्थ्य शिक्षा नै हो। त्यसपछि त्यहाँ खानेपानीको व्यवस्था त्यस्तै छ, हामीले देखेकै छौँ, एकदम गाह्रो छ हैन। त्यहाँको बाटोघाटोदेखि लिएर त्यहाँको वातावरण बन्द कति फडानी भइरहेछ त्यो, अनि प्रत्येक जुन गाउँपालिकादेखि लिएर वडाहरूको जुन हैन राजनीतिक हस्तक्षेप सर्वसाधारणलाई हैन, त्यो कस्तो छ त्यो पनि बुझ्नुपर्ने हुन्छ। एउटा जितेर सत्तामा गएर मात्र दुई शब्द बोलेर पनि हुँदैन हैन। तपाईले कहिल्यै गुनासो सुन्ने प्रयास गर्नु भएन के। त्यो भएर ज्ञानेन्द्र साईलाई यसरी जसरी पनि जिताउनुपर्छ। नरेश भण्डारी र ज्ञानेन्द्र साईले कसरी तुलना गर्न सकिन्छ भन्दाखेरि ज्ञानेन्द्र साईजी भनेको हो नरेश भण्डारीजी हुनुहुन्छ, उहाँले एउटा जिल्ला केन्द्रित भएर विकास गर्नु होला, आफ्नो ठाउँमा छ, जिल्लाको लागि गर्नु होला, जिल्ला केन्द्रित यस्तै राजनीति छ। उहाँले जितेर गएपछि भोलि एउटा मन्त्री खाए पनि उहाँ आफ्नो पार्टीको सेरोफेरोमा जानुहुन्छ, मलाई त्यो 100% थाहा छ। आफ्नो पार्टीको सिद्धान्त बाहिर उहाँ जानै सक्नुहुन्न, त्यो सबैले बुझ्दा हुन्छ। पार्टीको सिद्धान्त बाहेक अरु केही गर्न सक्नुहुन्न, तर ज्ञानेन्द्र साई पार्टीभन्दा माथि उठेर काम गर्न सक्छ भन्ने हिम्मत छ हामीसँग। ज्ञानेन्द्र साई भनेको एउटा जुम्लाको लागि मात्र होइन, पुरै देशको लागि एउटा चाहिने युवा हो। सिद्धान्त कसरी फरक छ भन्नुहुन्छ तपाईँ? ज्ञानेन्द्र साई भनेको एउटा जुम्ला जिल्ला मात्रै बनाउनु पर्छ भन्ने सोचको मान्छे होइन नि त। ज्ञानेन्द्र साई भनेको देशको हरेक वस्तुस्थिति, यहाँको राजनीतिक माहौलदेखि सुशासनदेखि लिएर यहाँको प्रशासनदेखि हरेक कुराहरू सिस्टम चेन्ज गर्नुपर्छ र देशलाई अगाडि बढाउनुपर्छ भन्ने सिद्धान्तको ज्ञानेन्द्र साई हो भने नरेश भण्डारीजी एउटा जिल्ला विकास गर्नुपर्छ, हाम्रो जुम्ला जिल्ला भन्ने उहाँको सिद्धान्त छ। त्यसले धेरै कसरी फरक पार्छ भन्दाखेरि एउटा सिङ्गो देशको नीति नियम नै चेन्ज भयो भने त जिल्ला त अटोमेटिक बन्छ नि हैन र। एउटा सीमित जुम्ला जिल्लाले मात्र बनाएर के गर्नुहुन्छ? म भन्छु जुम्ला जिल्लालाई मात्रै तपाईँ विकसित बनाउनुहोस्, त्यहाँबाट सुर्खेत आउनको लागि समस्या, त्यहाँको स्वास्थ्य स्थितिमा त्यस्तै समस्या हैन। मेन सिस्टम चेन्ज हुनु पर्यो नि। देशको सिस्टम जब चेन्ज हुँदैन, एउटा जिल्ला मात्र विकास, एउटा गाउँमा एउटा धनी भएर के हुन्छ तपाईले? अरूलाई त फाइदा हुँदैन। उले आफ्नो लागि मात्र गर्न सक्छ, अरूको लागि फाइदा पुग्दैन। त्यही पनि कठिनाइ कष्ट भोग्नु पर्छ। त्यो भएर जुम्लाको हरेक
व्यवसायिकहरू लिएर व्यवसायिकहरूको सर्वसाधारणहरूको आवाज भनेको ज्ञानशाही हो। उहाँले हरेक मुद्दाहरू उठाउनु भएको छ। गाउँपालिका नगरपालिकादेखि लिएर जुन स्थानीय तहका बजेटहरू कसरी सञ्चालन भइरहेको छ, कहाँ कति खर्च भइरहेको छ होइन भन्ने कुरा। जब मलाई एउटा कुरा दुःख के लागिरहेको छ भन्दाखेरि जुन संसद हलमा ज्ञानेन्द्र साईले जुन एउटा आवाज उठाउनु भएको थियो कि जुम्लाका सांसदहरू कति हुनुहुन्छ आउनुहोस् हात उठाउँ भन्दाखेरि कसैले हात उठाउन सक्ने हिम्मत गरेन कि। त्यो भनेको पार्टीले लादिरहेको छ उनीहरूलाई। पार्टीभन्दा उनीहरू उठेर माथि जानै सक्दैन। ज्ञानशाही भनेको भोलि पार्टीभन्दा माथि जान सक्ने मान्छे हो कि पार्टीलाई नै त्यागिदिन सक्छ उसले गलत कुराको लागि। त्यस्तो हिम्मत भएको मान्छे मलाई लाग्छ। त्यो भएर सर्वसाधारण जुम्ली जनताले के बुझ्नु होला भन्दाखेरि जुम्लाको भविष्य र यदि प्रदेश रहन्जेलसम्म प्रदेशको भविष्य भनेको नै ज्ञानेन्द्र साई हो। ज्ञानेन्द्र साईले जसरी पनि जिताउनुपर्छ होइन। यो मेरो व्यक्तिगत धारणा हो। हामी कुनै पार्टीसँग आबद्ध छैनौँ। हामीले व्यक्ति हेरेको केही क्षणको लागि होइन, भोलि भविष्यको लागि हो। हामीले जसरी पनि ज्ञानेन्द्र साईले जिताउनुपर्छ भन्ने हाम्रो मान्यता हो। अहिलेको एउटा युवा पुस्ताले बुझ्न सकेन भने नि यो कति वर्षपछि धकेलिन्छ भन्ने कुरा त्यो बुझ्दा हुन्छ। एउटा राजावादी ज्ञानेन्द्र साईले एउटा राजावादीको कुरा उठाउँछ भन्दा बित्तिकै ऊ एउटा सिङ्गोले चाहे त राजा त होइन होइन, राजा ल्याउन पनि तपाईँ हामीहरू त साथ सपोर्ट त चाहिएला नि। उसको व्यक्तिगत धारणा हो। राजा आयो भने राम्रो हुन्छ कि भन्ने उसको सोच होला। कतिपय त लागिरहेछ मैले पनि सोच्दा अहिले त राजा आए ठिक हुन्थ्यो जस्तो लाग्छ मलाई। ऊ एउटा राष्ट्रपति उठाउनु बस्नु त हुने होइन। राष्ट्रपतिले कौन के काम गर्छ? एउटा पार्टीको झोलेर ल्याउँछन् त्यो राष्ट्रपति बनाइदिन्छन्। त्यो आफ्नो पार्टीको बाहेक अरू कामै गर्दैन। आफ्नो पार्टीको कार्यकर्ता आफ्नै पार्टीका मान्छेहरूलाई त भर्ती गराउने काम गर्छ। रोजगार पनि तिनीहरूले पाए, सेवा सुविधा तिनीहरूले पाएका हुन्छन्, भनेको ठाउँका काम तिनीहरूकै हुन्छ। अनि सर्वसाधारण भनेको त्यही त हुने होइन र। राजा त्यो वर्ष राजा ल्याउन नै मलाई वास्तविक लाग्छ। राजा सबैको साझा। ल जाँदा जाँदै मैले के भने तपाईँहरूलाई अब केन्द्रमा चाहिँ हामीले जसरी ज्ञानेन्द्र साईले पठाउनै पर्छ। स्थानीय तहमा हेर्ने हो भने हामीले व्यक्ति हेरौँ। त्यो स्थानीय तहमा राम्रो व्यक्तिले हामीले लगाउँ। कुनै काङ्ग्रेस, एमाले, माओवादी होइन, राप्रपा भनेर कुनैलाई पनि नहेरौँ। हामी त्यहाँ हामी एउटा व्यक्तिलाई जितौँ। स्थानीय तहमा एउटा राम्रो व्यक्ति आउँछ भने उसलाई व्यक्तिलाई हामीले जिताउने हो। कुनै पार्टीमा त जानु हुँदैन हामी। र रह्यो अब केन्द्रमा चाहिँ हामीले ज्ञानेन्द्र साई विकल्प अरूलाई हामीले रोज्नु हुँदैन। यो मेरो व्यक्तिगत धारणा हो। कसैले चित्त दुखाउनु होला नदुखाउनु, यसमा कुनै आपत्ति छैन, माफ गर्नु होला।